नमस्कार। फेरि पनि म यति बेला विनय त्रिवेणी गाउँपालिका वार्ड नम्बर 3 र 4 को बिचमा चिसापानी क्षेत्रबाट छु र यहाँ चाहिँ एउटा अलिकता भन्दा अप्ठ्यारो लाग्ने तर साँच्चीकै एउटा दर्दनाक घटना चाहिँ सुन्न आयो, जुन चाहिँ यो अब आम जनताको पनि एउटा चासोको विषय पनि भयो। पूर्व रासपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने सरकारमा भएको बेलामा यहाँको स्थानीयहरूसित स्थानीयहरूलाई बस्ती उठाउने र केही पहल गर्ने भन्ने विषयलाई लिएर यहाँका पूर्व विनय त्रिवेणी गाउँपालिकाका पूर्व अध्यक्ष र हालका चाहिँ जिल्ला सचिव रहनुभएका देव परियारज्यूको नेतृत्वमा चाहिँ 80 घरधुरीलाई दुईचोटि गरेर, एकचोटि 300 र अर्कोचोटि 300 गरेर दुईचोटिमा तपाईँको 600 का दरले 80 घरमा 600 का दरले उठाइएको 48 घरमा 48,000 उठाइयो अरे। 6 घरधुरीबाट 48,000 उठाएर उहाँले चाहिँ हामी काठमाडौँमा गएर काम गर्छौँ भनेर उहाँले चाहिँ व्हिप जारी गर्नुभएको, यहाँ चाहिँ व्हिप जारी गर्नुभएको र यहाँका स्थानीय युवाहरू लगाएर पुरा 48 घरबाट हामी बस्तीलाई चाहिँ व्यवस्थापन गर्छौँ। 48,000 रुपियाँ चाहिँ 80 घरलाई व्यवस्थापन गर्छौँ र तपाईँको यो ब्याकग्राउन्डमा तपाईँको देखिराख्नु भएको छ होङ्सी सिमेन्ट प्राली, होङ्सी उद्योग शिवम प्राली लिमिटेड प्राली पनि देख्नु भएको छ। यसैको प्रभावले धुलो धुवाँ तपाईँको यही देख्नु भएको छ। यो कसै धुवाँ धुवाँले राम्रोसित देखिएन, एकदम नजिकै छु म तर देखिएको छैन। यसलाई चाहिँ व्यवस्थित गर्छौँ, बस्तीलाई चाहिँ हामी व्यवस्थित गर्छौँ र अहिले हाम्रै सरकार रहेको छ, केन्द्रमा हाम्रै सरकार रहेको छ। हामी चाहिँ अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेको बेलामा गृहमन्त्री रहनुभएको रवि लामिछानेले हाम्रै अब गृहमन्त्री छ, हाम्रै सरकार भएको कारणले हामी त्यहाँ गएर पहल गर्छौँ भन्ने हेतुले चाहिँ 48,000 रुपियाँ 80 घरबाट उठाए पनि अझै पनि त्यसको कुनै पनि काम कारबाही नभएको भन्ने कुरा चाहिँ रहेको छ। यस विषयमा चाहिँ यहाँका स्थानीयवासी नेत्र कुमालज्यूले केही कुरा राख्छु भन्नुभएको छ। मैले उहाँकै मुखबाट पुरा कुरा चाहिँ सुन्ने छु। तपाईहरू यो भिडियो चाहिँ निरन्तर हेरिराख्नुहोला। नमस्कार दिदी, अब तपाईँको गुनासो चाहिँ के हो खासमा? यहाँ चाहिँ के मैले सुनेअनुसार चाहिँ तपाईँको यो होङ्सी आसपासका बस्तीहरूलाई चाहिँ व्यवस्थापन गर्छु भनेर चाहिँ कसको नेतृत्वमा यो चाहिँ यो कार्य भयो भनेर चाहिँ भन्न चाहनुहुन्छ? ल भन्नुहोस् त दिदी। हाम्रो चाहिँ पहिला चाहिँ हाम्रो यो के गरे निरौला भन्नेले चाहिँ सबै सुविधाहरू दिन्छु भनेर भन्नुभयो। निरौला भन्ने चाहिँ जानुभयो कम्पनीको, अब यो होङ्सी सिमेन्ट कम्पनीको निरौलाजीले तपाईँलाई हस्पिटल राखिदिन्छौँ, धुलो धुवा खुवाउँछौँ, बाटो पिच गर्छौँ, पार्टी पौवा बनाइदिन्छौँ, बिमारी भए बिमारी खर्च दिन्छौँ, तपाईँलाई केही असर पर्दैन भनेर भन्नुभयो। उहाँ चाहिँ स्वर्ग भएर जानुभयो। त्यसपछि अहिलेसम्म हामीले बाटो पिच पनि पाएनौँ, खानेपानी पनि पाएनौँ। हामी धुलो धुवा खाएर रातभरि दिनभरि बसेका छौँ। हामीलाई न चेकअप छ, न खेतीपाती पनि हुन छोड्यो त्यसको धुलो धुवा खरानीले गर्दाखेरि। हामीले चाहिँ अहिले चाहिँ यो ल किन्न पर्छ भनेर देव परियार भन्ने आउनुभयो, राष्ट्रपा हो कि त्यो पार्टीको आउनुभयो र त्यसपछि हामीले पैसा उठाएर हामी धुलो धुवाँबाट मुक्त भएर जान पाइन्छ कि भनेर हामीले पैसा उठाएर बिएम गाडी भाडा भनेर घरको 600 को दरले। त्यसपछि उहाँहरूले 600 एकैचोटि उठाउनु भयो कि पटक गरेर उठाउनु? पहिला 300 दियो, त्यो पछिबाट फेरि 300 दोस्रोचोटि पहिलो र दोस्रोचोटि गरेर उठाउनु भयो। दिएर जग्गा पनि बिक्री भएन, हामीलाई धुलो धुवा खाइरहेका छौँ। अहिलेसम्म यत्रो वर्ष भयो बसेको केही गरेको छैन कम्पनीले। हामी पीडित छौँ। हेर्नु
कम्पनीको धुलो धुवा चाहिँ हामी रात दिन खान्छौँ। हाम्रो फोक्सो कलेजमा कति गयो होला, हाम्रो अन्न पानी पनि हुन छोड्यो। हामीलाई चाहिँ कम्पनीले केही सुविधा नदिएको हुँदा हामी एकदम दुखी छौँ। ए भनेपछि अब मैले अहिले अब तपाईँलाई ठ्याक्कै यो होङ्सी सिमेन्टकै ब्याकग्राउन्डमा राखेर तपाईँको घर पनि यहीँनिर रहेछ, यहाँ थुप्रै घरहरू रहेछन्। अनि कति घरधुरीलाई उठायो तपाईँले? यहाँ भन्न सुनाइमा त मेरो सुनाइमा चाहिँ 80 घरधुरीबाट लगभग 48,000 जति उठायो भन्ने चाहिँ सुनिएको छ। त्यति चाहिँ उठ्यो, उठेर हामीले गाडी यहाँ लगभग अहिले त अब यहाँ पनि त्रिवेणी गाउँपालिकाको अध्यक्ष पनि हुनुहुन्थ्यो, अहिले चाहिँ अब जिल्लाको सचिव पनि हुनुभयो। अब उहाँले नै उठाउनु भएको कि यहाँको स्थानीय युवाहरूलाई लगाएर यहाँ पैसा उठाइयो, त्यो विषयमा चाहिँ केही जानकारी होइन? त्यो त उहाँको हामीले सल्लाह गर्न गएनौँ, देव परिवार आउनुभयो। हजुर, आइसकेपछि ल हाम्रो मन्त्री हुनुहुन्छ, मन्त्रीले गरिदिनुहुन्छ यो कुरो, तपाईँहरूको जग्गा चाहिँ बिक्री गराइदिनुहुन्छ, तपाईँहरूलाई हामीले जसरी पनि बिक्री गराएर छोडाउँछौँ, तपाईँहरूले पैसा उठाएर मुद्दा हाल्न काठमाडौँ हिँड्नु भनेर लिएर जानुभयो। हाम्रै गाउँको दाजुभाइ गएर मुद्दा हाले कि के गरेको पनि थाहा भएन। त्यो त हजुर, पैसा चाहिँ उठाएर हाम्रै गाउँको दाजुभाइलाई दिएको हो। अहिलेसम्म केही कुराकानी चाहिँ कसैले पनि केही उठाएन। भनेपछि पैसा उठाएर लानुभयो तर आउनु भएन, यहाँ फर्केर तपाईँहरूसित परामर्श यताउता गर्न आउनु भएको छैन। आउनु भएन भन्नाले जति बेला रासपाका सभापति अथवा त्यति रवि लामिछानेज्यू त्यति बेला पूर्व गृहमन्त्री पनि हुनुभयो, त्यति बेला तत्कालीन पूर्वमन्त्री हुँदाखेरि चाहिँ यो कार्य भयो। ए भनेपछि हाम्रो सरकार छ, हाम्रो पार्टी सरकारमा छ, हामीले चाहिँ गर्छौँ भनेर उहाँले पैसा चाहिँ उठाउनु भयो। तर पछि फर्केर यहाँ चाहिँ के समस्या छ कसो छ भनेर त्यो बुझ्ने चेष्टा पनि गर्नु भएन है। अब ठिकै छ, अब तपाईँहरूले यो गुनासो गर्नुभयो। हुन त म यहाँ चिसापानी चिप्ले खोला चिसापानी नमुना सिँचाइ परियोजनाको रिपोर्टिङ गर्न आएको थिएँ। त्यसै सन्दर्भमा तपाईँले यो विषयमा कुराकानी उठाउनु भएकोले मैले यो भिडियो पनि खिचेँ। र अब तपाईँहरूको यो खासमा यहाँको समस्या चाहिँ के छ? यो होङ्सी सिमेन्ट अब नेपालकै सबैभन्दा ठुलो होङ्सी सिमेन्ट भनेर चिनिन्छ, होङ्सी शिवम सिमेन्ट भनेर चिनिन्छ। यहाँ तपाईँहरूको मुख्य समस्याहरू के छन् होला दिदी? हाम्रो समस्या त हेर्नु, हामीलाई त अब राम्रो शुद्ध पानी पनि खान पाइएन, सागपात रोप्दा सागपात पनि भिजाएर पखालेर खाँदा पनि त्यो सिमन्ती जान्न। हेर्नु हामी एकदम रोगी भएकाम, हामीलाई चाहिँ उपचार यिनले गर्नुपर्छ, यिनले पाल्नुपर्छ, खेतीपाती नभए पनि। हेर्नु हामी चाहिँ धुलो धुवा खाएर हामी निरोगी भएर हामी यो होङ्सी कम्पनीको वरिपरिको मान्छे चाहिँ जम्मै धुलो धुवा खान्छौँ। कपडा धोएर सुकाउनु मिल्दैन, सबै धुलो छोडिन्छ रातिमा कालै भएर। खानेपानी पनि हाम्रो पक्की घर छैन, बाहिर झोपडीमा राखेर घर त मैले देखिसकेँ यस्तो छ होइन। अब यो राखेर खाने हो, बिहान यसो भात खाँदाखेरि पनि ढिलो खाइयो भने धुलो धुवा आउँछ। हेर्नु त्यो कोइलाको धुलो आउँछ, त्यही सिमन्टीको धुलो आउँछ। हामी धेरै दुखी छौँ। हामीलाई चाहिँ हस्पिटल धरि खानादेखि लिएर हस्पिटल पनि सुविधा हुनुपर्छ। भनेपछि पहिला चाहिँ सबै शिक्षा स्वास्थ्य सबै हामी रोजगार सबै दिन्छौँ, यहाँको खेतीबालीहरूको चाहिँ हामी सुरक्षा गर्छौँ भनेर चाहिँ यो होङ्सी सिमेन्टको परियोजनाले यसरी कुरा गरे, तर त्यो चाहिँ हुन सकेन, प्रयोग भएन, त्यसको कार्यान्वयन भएन। तपाईँलाई धेरै धेरै धन्यवाद यो विषयमा आवाज उठाउनु भएकोमा, र मैले यो सम्बन्धित व्यक्तिहरूलाई पनि पुर्याउने कोसिस गर्नेछु। तपाईँलाई धेरै धेरै धन्यवाद दिदी। हस् हेर्नुहोस् आदरणीय हजुर, भर्खरै एकजना दिदीले कुरा गर्नुभयो, नेत्र कुमारी कुमाल दिदीले। यो भर्खरै यहाँ मैले देखाइराखेको छु, यो पुरै यो बस्ती वरपर छ, यहाँ बाटो छ, यो बस्ती वरपर यहीँ भर्खरै मैले ब्याकग्राउन्डमा तपाईँको यहाँ हेर्न सक्नुहुन्छ। यो पुरै कम्पनी छ, तपाईँको वरदेखि परसम्मै कम्पनी, धेरै लामो कम्पनी छ। यहाँ चाहिँ अब बसाइ चाहिँ यस्तो छ, यसलाई हेर्नुहोस्, यस्तो झुपडीमा बस्नु भएको छ। अलिअलि सानो सानो घर त बनाउनु भएको छ, तर यो अर्को झुपडी छ, यसमा यसरी काम भइरहेछ। मैले हाम्रै अब देव परिवार अध्यक्ष भएको बेलामा, सभापति भएको बेलामा, राष्ट्रपाको सभापति भएको बेलामा यो कार्य भएको रहेछ। अनि मैले चाहिँ के रहेछ भनेर बुझ्नको लागि भिडियो गरेको थिएँ, तर यहाँ त समस्या, ठुलो समस्या देखियो। यो होङ्सी सिमेन्टले पनि यस विषयमा एकदम देखाओस्, तथ्य देखाओस्, र स्थानीय सरकारले पनि यसलाई उस गर्नु पर्यो। स्थानीय सरकारले पनि यसको विषयमा आवाज उठाओस्। जुन स्वास्थ्य, शिक्षा, रोजगार अनि बस्तीलाई चाहिँ व्यवस्थापन गर्ने जुन परिकल्पना ल्याएर राष्ट्रपाका नेताहरूले यसरी कुरा गर्नुभयो, यो काम किन हुन सकेन? सरकारमा हुँदा मात्रै काम गर्ने, सरकारमा नहुँदा काम नगर्ने भन्ने त हुँदैन। तर यो कसरी भयो, किन भयो, यो विषयमा चाहिँ मैले पक्कै पनि राष्ट्रपाका
विनय त्रिवेणी गाउँपालिकाका पूर्व अध्यक्ष एवं हालका नवलपुर जिल्लाका सचिवलाई पनि मैले पक्कै सम्पर्क गर्नेछु भन्दै अहिलेलाई चाहिँ मेरो भिडियो यहीँ अन्त गर्छु। हस्त नमस्ते।